हेलो हेलो साथीहरू नमस्ते नमस्कार छ। आज चाहिँ हामी बनाउन गइरहेको छ लोकल कुखुराको सुप। लोकल कुखुराको सुप बनाउन हामी यहाँ लागि भइरहेको छ है। आज हाम्रो लोकल कुखुराको सुप आटाको के रे त्यो ढिँडो 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 र लोकल कुखुरा बन्दैछ आज हाम्रो यहाँ। यहाँ छ टमाटर, यहाँ चाहिँ लोकल कुखुरा पोलपाल छिलछाल धुइ धाइ गरेर यहाँ रेडी छ। यहाँ चाहिँ मसला पनि रेडी भइसकेको अवस्था छ है। अब टक्क लाएर यसलाई भुट्ने, अनि त्यसपछि मासु हाल्ने, अनि त्यसपछि टमाटर हाल्ने, अनि मसला हाल्ने। यो मसलाको पानी छ। टक्क यतातिर विक्रमले पनि रेडी बनाउँदैछ। यो खुर्सानी पोलेर, उता टमाटरहरू पोलेर, लसुन पोलेर, अनि यता हाम्रो करेली तिते करेलीले मुखै तितो गरायो, तिते करेलीले मलाई लट्ठै बनायो, झिमझिम परेलीले भन्ने गाना थियो नि, हो त्यही बन्दैछ। आज चाहिँ हाम्रो विशेष यस्तो बन्दैछ है त। हेर्नु त गाइज लुक्स, हेर्नु त गाइज लुक्स। ए चिकनको लुक्स फेरिएन त लुक्स। हेर्नु त गाइज के बनिरहेको छ। लुक्स हेर्नु त गाइज लुक्स। देखो ना गाइज, देखो ना गाइज, ये क्या हो गया गाइज। मसला हालेको त यस्तो भयो है। इस तरह बनाता है। भिडियो बनाउनु न, राम्रो नेचुरल है। ल मेरो भाइले चाहिँ आज ढेँडो बनाएको छ। हेलो गाइज, हेर्नुहोस् है। आज चाहिँ यहाँ हाम्रो रुममा चाहिँ यो मेकानिकले के भन्छ, कुकले ढिँडो बनाइरहेछ। ढिँडो टक्क त्यहाँ अघि मुर्गी सुर्गी बनाइयो, अहिले यस्तरी ढिँडो बनाउँदैछ। हेर्नुहोस् यस्तो छ हौ, विक्रमले आज ढिँडो बनाउँदैछ टक्क। अब आज चाहिँ ढिँडो खाने अरे, ढिँडो यस्तरी लागेको छ। मेहनत जारी छ। पसिना आइसक्यो बिचराको। के गरे हो त्यो सोही गरिरहेको छ। अब यस्तै छ। अब आजको खाना चाहिँ यही हो है। गरिबी लागेछ गाइज, पैसो पनि छैन। खल्तीमा गोजीमा जिरो ब्यालेन्समा आइसक्यो हामी। अब त्यो आटाको त्यो ल्याउने, पानी तताउने, यस्तो खाने अब हामी भोकमरीमा छौँ। अब यसो साउदीमा हुने सोल्टासोल्टीहरूले चाहिँ यसो हामीलाई पनि यसो पैसा छ भने सेन्ड गरिदिनुहोस्। 100 रुपियाँको 10 रुपियाँ बढी दिएर 110 रियाल दिन्छौँ महिनाको। 100 रियाल कर्जामा लियो भने 110 रुपियाँ रिटर्न गर्ने गरेको छौँ हामीले चाहिँ। ल हेर्नुहोस् है, आजको खाना चाहिँ यस्तो छ। सबै कुराहरू सकिएर आज पिठो ल्याएर, आटो ल्याएर यस्तरी हामी रुममा यसलाई बनाएर खाने तयारीमा छौँ। अब बिरयानी सिरियानी यताउति खाप्सा माप्सा खानालाई पैसो सक्यो गाइज। गाह्रो छ साउदी अरबमा। हामी चाहिँ यस्तो बनाएर खाँदैछौँ। तपाईँहरू चाहिँ के खाइरहनु भएको छ। यहाँ चटनी बनेर यहाँ रेडी छ। पत्ता गोबी, यसो घाँस पात खाइरहेछौँ कि, रोटी खबुजहरू यताउति खाइरहेको छौँ। अब यसो पैसा सैसा छ भने हामीलाई पनि यसो सेन्ड गरिदिनु होला। हाम्रो त्यो अकाउन्ट नम्बर लिनु होला। साउदी अरबमा 100 रुपियाँ लियो भने महिना मर्ने बित्तिकै 110 रियाल आउने गर्दछ। ब्याजसहित दिउँला। अहिले भोगमरीले हामी पुरा भोगमरी लागेर यहाँ आटा ल्याउँदै, यसलाई ड्याङ ड्याङ चलाउँदै, खाँदै, पानी तताउँदै यस्तो अवस्थामा पुगिसकेका छौँ। कसै सोल्टासोल्टीहरूसित साउदी अरबमा पैसा छ भने यसो हामीलाई पनि सेन्ड गरिदिनु होला है। ल त साथी हो, अब हामी चाहिँ खाने तयारीमा छौँ। थालीमा हालिसक्यो। हाम्रो राई गुरु हेर्नु न कसरी चपाउँछन् क्या। ढिँडो पनि कसरी चपाउँछ भने त्यो विक्रमले मासु हाल्दैछ यहाँ थालमा।